सम्पूर्णमा ओम। महिला पतञ्जलि योग समिति नेपालको आयोजना, पतञ्जलि योग समिति नेपालको समन्वय, महिला पतञ्जलि योग समिति कोशी प्रदेश साथै सहकार्य पतञ्जलि योग समिति झापा रहेको छ भने प्रायोजक दमक नगरपालिकाले गरेको सो कार्यक्रममा व्यवस्थापन महिला पतञ्जलि योग समिति झापा, महिला पतञ्जलि योग समिति दमक नगरले गर्नुभएको थियो। सो कार्यक्रममा विभिन्न क्षेत्रबाट आउनु भएको योग गुरुहरू, दमकका विभिन्न साधनाबाट आउनुहुने योग प्रशिक्षकज्यूहरू अत्यन्तै भव्य र सभ्य रूपले समापन भएको छ। बृहत योग शिविर तथा आवासीय सहयोग शिक्षक प्रशिक्षक तालिम 7 दिने कार्यक्रममा अत्यन्तै भव्य र सभ्य रूपले सम्पन्न भएको छ। यो ऐतिहासिक कार्य सफल पार्न विभिन्न ठाउँबाट पाल्नुहुने योग गुरुहरू, कोशी प्रदेशका प्रभारी, पतञ्जलि योग समिति कोशी प्रदेशका प्रभारी मिस्टर प्रसाद चौधरीज्यू, त्यस्तै गरी महिला पतञ्जलि योग समिति कोशी प्रदेशका सहप्रभारी शान्ता गौतमज्यू, त्यस्तै गरी महिला पतञ्जलि योग समिति कोशी प्रदेशका कोषाध्यक्ष पार्वती रावज्यू भने केन्द्रीय महिला पतञ्जलि योग समितिका विभिन्न तहमा रहनुहुने योग गुरुहरूबाट भव्य र सभ्य रूपले कार्यक्रम सम्पन्न भएको छ भने सो कार्यक्रममा 215 जनाले भाग लिएर प्रशिक्षण दिनुभएको थियो। यो 7 दिवसीय बृहत योग शिविर, आवासीय योग शिविर तथा शिक्षण प्रशिक्षक तालिममा अत्यन्तै भव्य र सभ्य रूपले कार्यक्रम सञ्चालन भएको थियो। सो कार्यक्रममा विभिन्न साधनाका संयोजकज्यूहरूबाट पनि सहयोग भएको छ। रामचन्द्र साधना केन्द्रका संयोजक कृष्ण निरलाज्यू, त्यस्तै गरी नवदुर्गा साधनाका संयोजक सागर बडाथुकीज्यू, त्यस्तै गरी विद्योदय साधना केन्द्रका संयोजक भरत खड्काज्यू भने दमक योग साधनाका मुख्य प्रशिक्षक धनपति ओडारीज्यूले अत्यन्तै भरपूर सहयोग गर्नुभएको छ। त्यस्तै गरी सूर्यदर्शन साधना केन्द्रका मुख्य प्रशिक्षक टङ्का आचार्यज्यू पनि यसमा सामेल हुनुभएको थियो। उहाँको पनि धेरै देन छ, उहाँले पनि धेरै सहयोग गर्नुभएको छ। त्यस्तै गरी दमक नगर महिला समितिको त म तारिफ नगर्न सक्दिनँ, उहाँहरूको पनि अत्यन्तै ठुलो सहयोग छ। सो कार्यक्रममा झापा जिल्ला अध्यक्ष महिला पतञ्जलि योग समिति झापा जिल्ला अध्यक्ष प्रेमकला निरलज्यूले अत्यन्तै सुन्दर तरिकाले व्यवस्थापन मिलाउनु भएको थियो। तपाईहरू हेर्न सक्नुहुन्छ भजनमाला युट्युब च्यानल। यो भिडियो हजुरहरूलाई मन पर्यो भने अन्तिमसम्म हेरेर लाइक, सेयर, सब्सक्राइब गरिदिनको लागि पनि म हार्दिक अनुरोध गर्दछु। तपाईहरूलाई मैले यो भिडियो अलिकति फरक तरिकाले ल्याएको छु। यो भिडियो अन्तिमसम्म हेरिदिनको लागि म अनुरोध गर्दछु।
योग गरौँ निरोग बनौँ भन्ने नाराको साथ थालिएको हिजो एकदमै थोरै सङ्ख्यामा थालिएको दमक नगरमा आज विशाल जनसङ्ख्या देख्दाखेरि लाग्छ अब घर घरमा योग जनजनमा योग पुग्यो भन्ने हामीलाई आशा लागेको छ। साँच्चै नै अहिले यो पछिल्लो अवस्थामा योग एकदमै अनिवार्य भइसकेको छ हाम्रो शरीरलाई। खानपान, अहिलेको परिवेश, अहिलेका विभिन्न यो कीटनाशक र विषादी खानाहरूबाट हाम्रो शरीरलाई लाग्ने विभिन्न रोगहरू मात्रै योग गर्दाखेरि हट्छ भन्ने एउटा विश्वास भएको छ र हटेको पनि छ। हामीले देखेका छौँ, बुझेका छौँ, गरेका छौँ, भोगेका छौँ। क्यान्सर जस्तो रोगहरू पनि यो योगले ठिक भएको कुरा म आफ्नै आँखाले देखेको छु र हजुरहरू पनि योगमा जोडिनुहुन्छ भने आफ्ना नजिकको साधनामा जोडिनुहोस्। ठाउँ छ भने मलाई बताउनुहोस्, त्यहाँ आएर म साधना सञ्चालन गर्न सक्छु। निःशुल्क योग शिविर, यसमा कुनै पैसा लाग्दैन, हजुरहरूले ढुक्क हुँदा हुन्छ। सिर्फ हामीले म्याटरको व्यवस्था गर्नुपऱ्यो, ठाउँको व्यवस्थापन गर्नुपऱ्यो, त्यति मात्र हो, बाँकी अरू केही परेन। र हजुरहरू योग शिक्षक बन्न चाहनुहुन्छ भने मात्रै 2000 लाग्नेछ। त्यो चाहिँ हजुरहरूको प्रमाणपत्रको लागि हो। किनकि प्रमाणपत्र भयो भने त्यो चाहिँ लाइसेन्स हो हजुरहरूको प्रमाणपत्र भइसकेपछि हजुरहरू हरिद्वार जान सक्नुहुनेछ। आफ्नो उपचार डिस्काउन्टमा गर्न सक्नुहुनेछ केही बिरामी हुनुभयो भने। पछिल्लो समय हामीलाई योग अनिवार्य भइसकेको छ। उमेरले, विभिन्न कारणले तपाईहरु हेर्न सक्नुहुन्छ। हरिद्वारबाट श्री पूज्य साध्वी देवादिति ज्यूबाट यो दमकमा सञ्चालन गर्नुभएको थियो। सो कार्यक्रममा अत्यन्तै भव्य र सभ्य रूपले कार्यक्रम सञ्चालन गर्नुभएको उहाँलाई धेरै धेरै धन्यवाद। उहाँबाट आइदिएर हाम्रो दमकको शोभा बढाइदिनु भएको थियो र दमक वार्ड नम्बर 6 मा रहेको पशुपति मन्दिरको प्राङ्गणमा भएको सो कार्यक्रममा सो भवनमा दमक नगरपालिका त्यस्तै गरी पशुपति मन्दिरका सञ्चालक समितिका अध्यक्ष राम थापाज्यूले अत्यन्तै ठुलो सहयोग गर्नुभएको छ। सो ठाउँ उपलब्ध गराएर जो ट्रेनिङ लिनुभयो टाढाबाट आउनुहुने योग प्रशिक्षकहरूलाई आवासको व्यवस्था मिलाइदिनु भयो, उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। जो खानामा मद्दत गर्नुहुने, खाना बनाउनमा मद्दत गर्नुहुने विभिन्न साधना केन्द्रका पतञ्जलि दमक नगर समितिका महिला दिदीबहिनीहरू त्यस्तै गरी दाजुभाइहरूको पनि धेरै ठुलो हात छ। उहाँहरूले पनि धेरै राम्रो सहयोग गर्नुभएको छ। मैले भिडियो देखाइरहँदाखेरि हजुरलाई कस्तो लाग्छ मेरो भिडियोलाई मन पर्यो भने अन्तिमसम्म हेरिदिनको लागि म अनुरोध गर्दछु। विभिन्न किसिमका भिडियोहरू जस्तै भजनका भिडियोहरू मैले लिएर आउने गरेको छु। आफूले गाएको, अरूले गाएको भजनहरू यदि हजुरहरूले पनि भजन गाउनुहुन्छ भने मलाई भन्नुहोला। म हजुरहरूको भिडियोलाई रेकर्ड गरेर, भजनलाई रेकर्ड गरेर मेरो युट्युब च्यानलमा प्रसारण गर्नेछु। हजुरहरूसँग केही सामग्री, आस्थाका भिडियोहरू केही छन् भने मलाई पठाइदिनुहुन्छ भने म त्यहाँबाट प्रसारण गरिदिनेछु। विभिन्न ठाउँका धार्मिक भिडियोहरू त्यस्तै गरी भजन कीर्तनका भिडियोहरू मैले आफ्नो युट्युब च्यानल मार्फत प्रसारण गर्दै आइरहेको छु। भजनमाला दमक युट्युब च्यानल जसको नाम छ, मैले बार भन्ने गरेको छु हजुरहरूलाई। मेरो भिडियोलाई मन पर्यो भने सब्स्क्राइब गरिदिनु
लाइक गरिदिनु होला र सेयर पनि गरिदिनको लागि म अनुरोध गर्दछु। मेरो हौसलाको लागि पनि हजुरहरूले लाइक गरिदिनुहुन्छ भन्ने मलाई आशा छ। आगामी दिनहरूमा विभिन्न भिडियोहरू, रोचक भिडियोहरू म लिएर आउनेछु। करिब 1500 भन्दा उकालो भिडियोहरू लगाइसकेको मेरो युट्युब च्यानलमा हजुरहरूले सबै भिडियोहरू हेर्न सक्नुहुनेछ। टिभीमा लगाएर पनि हेर्न सक्नुहुनेछ। विश्वका विभिन्न देशहरूबाट हेर्न मिल्छ। र कहाँबाट हेर्दै हुनुहुन्छ हजुरहरूले कमेन्ट गरिदिनु होला, ताकि मलाई पनि केही हौसला मिलोस् र कस्तो भिडियोहरू लगाउँदाखेरि हजुरहरूलाई राम्रो लाग्छ त्यो पनि मलाई भनिदिनु होला। यसपालिको भिडियो मैले यो दमकमा सञ्चालन भइरहेको बृहत योग शिविर, सप्ताहव्यापी आवासीय सहयोग शिक्षक प्रशिक्षक तालिमको भिडियोहरू लिएर आएको छु। र यहाँ हाम्रा आजीवन पतञ्जलि योग समितिका आजीवन सदस्य हामीहरूलाई हरेक कुराहरूमा सिकाउनु हुने योग गुरु आचार्य श्री चन्द्र गुरुगाईज्यूबाट हामीलाई संस्कृति भाषा पढाएर उहाँले मन्त्रहरू उच्चारण गराएर सिकाएर हामीलाई पवित्र बनाउनु भएको छ। हामीले सिकेका छौँ। उहाँका बाणीहरू हामी सुन्न अत्यन्तै उत्सुक भएर बसेका छौँ। मलाई आशा छ आगामी दिनहरूमा पनि यस्ता भिडियोहरू धेरैभन्दा धेरै आउनेछन् र यो भिडियो विभिन्न देशबाट हेर्नुहुनेछ। साँच्चै नै पतञ्जलि योगपीठका गुरु स्वामीजी महाराज र आचार्य श्रीलाई यो सबै देन उहाँहरूकै उसमा हो। यदि उहाँहरूले यो योग कार्यक्रम सञ्चालन नगर्नु भएको थियो भने आज हामी योग भनेको के हो साँच्चै नै हामीले थाहा पाउने थिएनौँ। जब योग भारतको हरिद्वारबाट सञ्चालन भयो, आस्था च्यानलबाट सञ्चालन भयो, तबदेखि मैले केही आसनहरू प्राणायामहरू म गरिरहन्थेँ र मैले पनि करिब 2-4 वर्षदेखि योगमा अलिकति लागेर आफ्नो शरीरलाई स्वस्थ बनाउन सफल भएको छु। गरौँ योग बनौँ निरोग भन्ने नारा उहाँहरूबाट नै सुरुवात भएर आज करिब 195 देशमा योगको विस्तार भइसकेको छ। भारतको हरिद्वारबाट सञ्चालन भएको यो योग आज विश्वमा पुगिसकेको छ। अत्यन्तै विशाल। हामी जो हरिद्वार पुगिसक्नु भएको छ उहाँहरूलाई मोटामोटी धेरै कुराहरू थाहा छ। मैले यसमा धेरै बयान पनि गर्दिनँ, किनकि सबै कुराहरू उहाँहरूले देखेर भोगेर आइसक्नु भएको छ। र जो हरिद्वार जानुभएको छैन उहाँहरूले पनि यो सुन्नै पर्ने हुन्छ। पतञ्जलि यस्तो संस्था हो जसमा लागेर निस्वार्थ भावले सेवा गर्ने संस्था हो। यो सेवा गर्ने संस्थामा राजनीतिक हावी हुन दिनु हुँदैन। अत्यन्तै स्वतन्त्र तरिकाले लागेर बिना स्वार्थ हामीले सेवा गर्नुपर्छ भन्ने मलाई लागेको छ। साँच्चै नै नेपालमा पुरुषहरूको भन्दा महिला दिदीबहिनीहरूको सङ्ख्या अत्यन्तै बढेको हुनाले
पछिल्लो केही वर्षदेखि महिला समिति पनि गठन भएको छ। त्यस्तै गरी युवा समिति समेत गठन भएको छ। प्रत्येक साधनामा हेर्दाखेरि पुरुष दाजुभाइको भन्दा महिला दिदीबहिनीहरूको सङ्ख्या बढी छ। कमसेकम 70% सङ्ख्या चाहिँ दिदीबहिनीहरूकै छ र बाँकी 30% छ दाजुभाइहरूमा। किनकि अत्यन्तै धेरै रोग लाग्ने भनेको महिला दिदीबहिनीलाई नै हो र महिला दिदीबहिनीहरू निरोगी हुनुभयो भने हाम्रो समाज सुध्रिन्छ, हाम्रो देश बनिन्छ, हरेक कुराहरू अगाडि बढ्छ। र साँच्चै उहाँहरूलाई म हृदयदेखि नै सम्मान गर्न चाहन्छु। आज हामीले दिदीबहिनीहरूकै कारणले योग भनेको के हो भनेर सुन्न हेर्न पाएका छौँ, योग गर्न पाएका छौँ। हामी जतिसुकै जे गरे पनि पुरुष दाजुभाइहरू भन्दा अलिकति सक्रिय महिला दिदीबहिनीहरू नै हुनुहुन्छ र यसमा कुनै दुई मत छैन। साँच्चै भन्नुपर्दाखेरि हामीले महिला दिदीबहिनीहरूलाई कुनै कुराहरूमा अपेक्षा नगरिकन उहाँहरूलाई पनि साथ लिएर उहाँहरूलाई सहयोग गरेर हामी अगाडि बढ्यौँ भने हाम्रो काम पनि सफल हुनेछ भन्ने मलाई लागेको छ। र आगामी दिनहरूमा म यस्ता भिडियोहरू लिएर आउनेछु, हजुरहरूले हेर्न सक्नुहुनेछ भन्दै म अर्को भिडियो हजुरलाई बिदा हुन चाहन्छु। धन्यवाद। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति शान्ति। उत्तर दिएको छैन भन्न गर्नु होला। चिन्ता छोड्नु होला, आएको देख्नु होला, क्यामेरा भिडियो बनिरहेछ, फोटो खिचिरहेछ। कसैले प्रश्न बुझ्नु भएन भने अब बाँकी अगाडिको कुरा म उहाँलाई दिन्छु। धन्यवाद। ओम सबैले ओम ओम। शिक्षागुरु यता आउनुहोस्, यता सर्नु सब। तपाईहरू सबैसँग अहिले आफ्नो कपी छ, कसैसँग अर्काको कपी छ। त्यो कपीको लास्टमा अब तपाईँ आफ्नो नाम लेख्नुहोस्। कपी काट्नु लास्टमा। अब तपाईँले मितलाई धेर नम्बर दिनुभएछ भने तपाईँको नम्बर काटिन्छ। माया गर्नु पनि पाइएन। ओम हल्ला नगर्नुहोस्। यो एउटा आत्ममूल्याङ्कन गर्ने तरिका हो। मैले अघि नै भने तपाईहरू उत्तीर्ण हुनुभएको छ, अनुशासित हुनुहुन्छ। अब मूल्याङ्कन गर्ने। अर्काको कपी नपढ्नुहोस् न, मैले भनेपछि पढ्नुहोस्। पहिलो कपीको अन्तिममा दुईटै पन्नामा सही गरेर तपाईँ नाम लेखेर। लास्टमा तल लास्टमा कपीको लास्टमा तपाईँ आफ्नो सही हेर्नुहोस्, नाम लेखेर दुईटै पन्नामा हो तल।
जसको नाम हो उसको माथि छ, कपी काट्नेको नाम सबै छ। अर्काको कपी छ, अर्काको कपीमा तल आफ्नो नाम लेख्नुहोस्। लेख्नुभयो? अब नेपाल महिला पुनर्नियोग समिति नेपाल सहयोग शिक्षक प्रशिक्षण 2083 लिखित परीक्षा प्रश्न पत्र 1 माथि बनाउनुहोस् त्यसलाई। प्रश्न पत्र 1 टिक मार्क लाउने। शान्त हुनु होला। जोडी छैन? उहाँको जोडी छैन अरे। त्यो कपी कसको तपाईँ? तपाईँसँग कसको कपी छ? सिङ्गल हो? सिङ्गल भयो योग शिक्षक साथीले लिदिनुहोस्। उहाँ पछाडि सिङ्गल हुनुहुन्छ, चेन्ज गर्नुहोस् छिटो फास्ट। त्यस्तो गर्नु पाएन। हल्ला गर्न मनाही छ। ओ हामीले 7 दिनसम्म सहयोग शिक्षक प्रशिक्षण लियौँ। भोलि हाम्रो समापनको दिन छ। मेरो फेरि पनि आग्रह बिन्ती छ, यत्रो महायज्ञमा तपाईँहरू यो जन्मौँ जन्मको तपाईँहरूले पुण्य कर्म गरेको फलस्वरूप हो कि 7 दिनसम्म तपाईँहरू यो सत्सङ्गका साथ यत्रा दिव्य आत्माहरूसँग सङ्गत गरेर यो योग महायज्ञमा आफूलाई हवन गर्नुभएको छ। त्यसैले आजको बेलुका त्यो कहाँको शान्ता दिदी हाम्रो आदरणीय गुरु, हाम्रो आदर्शको एउटा रूप हुनुहुन्छ। 5 थरबाट उहाँ पनि विद्यालय शिक्षकबाट रिटायर भएर आफ्नो जीवन सम्पूर्ण जीवन यही समाजका लागि राष्ट्रका लागि दिएर हिँड्नुभएको छ। त्यत्रो त्याग गरेर तपाईँहरूको लागि आउनुभएको छ। मैले अघि प्रकाश प्रभारी गुरुको परिचय गराइसकेँ। उहाँको बारेमा मैले फेरि भन्न पाइनँ, आउनुभएको छ। म पनि उल्टा जोगी फड्का छाला चामा गाला जाला ती चाम्रे खाला, कहिलेकाहीँ काजु किसमिस पनि खाला, दुध त जहिले खाला। दुधको त कमी नै हुँदैन, गाउँको गाईले हुँदैन क्या। गाउँको गाई जहाँ रहेको घर पनि हुन्छ। एउटा सौभाग्य हो, हाम्रो पनि ठुलो सौभाग्य हो तपाईँले जस्तो योगीहरूसँग हाम्रो भेट भयो र हामीसँग तपाईँहरूको भेट भयो। हामी एउटा परिवारमा, एउटै गुरुको शिष्यको परिवारमा हामी जोडिएका छौँ। अब आजको बेलुका हामी तपाईँहरूको कुरा सुन्छौँ, रमाइलो गर्छौँ, जिज्ञासाहरू सुन्छौँ। भोलि बिहान यो यज्ञको महायज्ञको पूर्णाहुतिमा तपाईँहरू सबै भाग लिनुहुन्छ। अझ सकिन्छ भने गोजीमा 10-20 रुपियाँ पैसा छ भने अलिकति तिल आफ्नै पैसाले 5 रुपियाँ 10 रुपियाँ गरी किन्न पाउँछ प्याकेट, आफै ल्याउनु होला हवन गर्नलाई। हामी सबै एउटा परिवार हौँ। आयोजक समितिले हवन सामग्रीको व्यवस्था गरेको छ, तर त्यो समग्र हितका लागि हुन्छ भने तपाईँले आफ्नो हवन सामग्री मिसाउनु भने तपाईँको घरको कुलको पितृदोष, किनभने वेदका मन्त्रले हवन गरेपछि त्यो पनि जान्छ। अनिवार्य भोलि बिहान 7 बजीसम्म तपाईँहरूले जेसुकै होस् होस् है भन्ने यहीँ बस्छ है। रोटी भात खाने व्यवस्था जस्तो पाक्छ, तिल जौ फुल 1-2 थङ्गा फुल, अलिकति केही फल ल्याउन सकिन्छ भने पैसा छ भने, छैन भने मन पुष्प चढाउने, अलिकति तिल जौ चाहिँ थोरै मिसाउने। हामी यज्ञ गर्छौँ, तिलक प्रसाद ग्रहण गरेर जान्छौँ। यो यज्ञले सफलता होस्। तपाईँहरूको परिवारमा, घर परिवारदेखि लिएर सारा समाज राष्ट्रलाई कल्याण गरोस्। राष्ट्र कल्याणका निमित्त हामी हवन गर्छौँ, यज्ञ गर्छौँ। आज बेलुकाको सत्रमा एकछिन तपाईँहरूलाई हवनका मन्त्रहरू पनि हामी पढाउँछौँ, किनभने अलिक जान्नेले 1 पल्ट 2 पल्ट पढेर मैले मोबाइलमा पठाएको छ उच्चारण गर्न प्रक्रिया सिकायो भने हवन गर्न सक्नुहुन्छ। अब हामीले यो मूल्याङ्कन अघि नै भन्यौँ, गुरुदेवले पनि भन्नुभयो के हो भन्दा कर्म सुकुशलम, कर्मलाई कुशलता दिने भएको हुनाले परीक्षाको एउटा व्यवस्था गरियो। यहाँहरूले परीक्षा दिनुभयो, अब नम्बर दिने बेला भएको छ। कति सजिलो हामी नम्बर दिन्छौँ भने अघि तपाईँहरूले नै परीक्षा दिनुभयो, नम्बर पनि तपाईँहरूले चन्द्रमणि गुरागाईलाई कसले घिउ ल्याएर दियो कि मिठाई ल्याएर दियो, त्यही भएर नम्बर धेर दिएछ भन्नै पाइँदैन। मैले तपाईँहरूको कपी देखेकै छैन, नम्बर तपाईँहरूले नै दिने हो। अब त्यहाँबाट आवाज आयो भने सुन्दैन, म बिल्कुल आवाज बन्द गर्नुहोस् र तपाईँहरूको यो आत्ममूल्याङ्कन पनि हुन्छ। मैले कहाँ गल्ती गरेको छु भन्ने मूल्याङ्कन पनि हुन्छ। गल्ती भएन छ भने मेरो यति नम्बर आयो भन्ने पनि हुन्छ।
मञ्चकाले पनि मैले भनेअनुसारको नम्बर दिनु होला जोसँग छ कपी र तलकाले पनि नम्बर दिनु होला। प्रश्न पत्र 1 क्वेसन नम्बर 1 त्योभन्दा अगाडि नाम छ कि छैन हेर्नु होला। नाम छैन भने कुन साथीको कपी हो त्यो साथीको नाम लेखिदिनु होला। छ भने परेन। अब यहाँ के भनेको छ कुनै 20 प्रश्नको सही जवाबमा यस्तो राइट चिन्ह लगाउनुहोस् भनेको छ। मैले अघि नै भने यदि एक ठाउँमा दुई ठाउँमा राइट छ भने त्यसलाई 0 नम्बर दिनु होला। एक ठाउँमा राइट दिएर अनि काटेर अर्को ठाउँमा नम्बर दिएर फेरि राइट दिएको छ भने त्यसलाई पनि 0 नै दिनु होला। क्वेसन काटेको छ भने त्यसलाई टेन्सन मान्नु होला। क्वेसन लागेकोलाई मानिँदैन। क्वेसन नमिलेको छ कि छैन म भन्दैछु त। अब गलत ठाउँमा उत्तर दिएको भए पनि पोटेटो आलु 0 दिनु होला है। अब म भन्दैछु प्रश्न नम्बर 1 यो दशकमा जम्मा कतिवटा सूत्रहरू छन्? यहाँ 195 मा ठिक लागेको छ भने पछाडिपट्टि 5 लेखिदिइहाल्नुहोस्। अन्त लगाएको छ भने 0 लेखिदिइहाल्नुहोस्। पछाडि क्वेसनको पछाडि खाली ठाउँमा हो अन्तिम हो पछाडि क्वेसनको अगाडि लेखे पनि हुन्छ। तपाईँलाई जहाँ सजिलो हुन्छ त्यो लेख्नुहोस्। अगाडि अथवा पछाडि 5 लेख्नुभयो गलत भयो 0 लेख्नुभयो। प्रश्न नम्बर 2 दैनिक गरिने प्राणायाममा ध्यानात्मक प्राणायाम कतिवटा छन्? ख 3 मा टिक लागेको भए 5 दिनुहोस्। अन्त टिक लागेको भए 0 दिनुहोस्। ख मा टिक लागेको छ भने 5 दिनुहोस्। अन्त लागेको भए 0 दिनुहोस्। अब कार्यक्रममा एउटै बाँकी छ कि पछाडि प्रेम कलाजी सकियो कि छ बाँकी? अब हजुरलाई नि के समय ल सुन्नुहोस् अब पेट्रोल शान्त अब त्यो फोटो पनि लिँदै गर्नुहोस् सुन्दै पनि जानुहोस्। एक लाइन यहाँ घुमेर देख्नुहोस् अर्को लाइन लिनुहोस्।